रोटेपिङ पनि छ यहाँ पर देख्नुहुँदैछ होला यहाँनिर फोटोग्राफी र भिडियोग्राफीको रूपमा यहाँ आएको छु। आजको भिडियोमा फेरि पनि तपाईहरु सबैलाई स्वागत गर्न चाहन्छु। अहिले त म फेरि पनि यो तेल अभिवमा फुटबल ग्राउन्डमा आएको छु है। यहाँनिर आज चाहिँ फेरि यो बलिहाङ कप भइरहेछ, केवाइसी इजरायलले आयोजित गरेको र आज चाहिँ सेमी फाइनल र फाइनल म्याच हुन लागिरहेछ। यहाँनिर फर्स्ट म्याच सेमी फाइनल अब केही क्षणमा नै हुनेवाला छ र यसपछि चाहिँ सेकेन्ड सेमी फाइनल म्याच चाहिँ हाम्रो दार्जिलिङ युनाइटेड दार्जिलिङ भर्सेस लायन्स तेल अभिव बीचमा हुन लागिरहेको छ र म चाहिँ स्पेशली युनाइटेड दार्जिलिङको अफिसियल मिडिया पार्टनर साथै फोटोग्राफर भिडियोग्राफर है, फोटोग्राफी र भिडियोग्राफीको रूपमा यहाँ आएको छु र तपाईहरुलाई पनि साथै मनोरञ्जन गराउनको लागि यो सानो भिडियो बनाउँदैछु। र यहाँनिर चाहिँ यो तेल अभिवमा यो फुटबल ग्राउन्डको छेउमा चाहिँ नजिकमा चाहिँ यहाँनिर लुना पार्क भन्छ है। यो लुना पार्कमा यहाँ एम्युजमेन्ट पार्क छ, एडभेन्चर पार्क। कोही तेल अभिवबाट हेर्नुहुँदैछ भने, इजरायलबाट हेर्नुहुँदैछ भने चाहिँ लुना पार्कमा आउनु सोच्नु भएको छ भने चाहिँ यहाँनिर आउँदा हुन्छ है। यहाँनिर धेरै टाइपको राइड्सहरू छ, रोलर कोस्टरहरू है, रोटेपिङ पनि छ यहाँ पर देख्नुहुँदैछ होला यहाँनिर हाम्रो यो मणिपुर एफसी को दाजुभाइहरू प्र्याक्टिस गर्नुहुँदैछ। अब केही मिनटमै उहाँहरूको पहिलो सेमी फाइनल हुन लागिरहेको छ र अझै पनि तपाईहरुलाई म अपडेट गराउँदै जानेछु है, डिटेल्स दिनेछु। मैले धेरै महिना बादमा नै अहिले भिडियो बनाउँदैछु। मैले अलिकति टाइम नपाएकोले गर्दाखेरि पनि मैले यो पेजमा साह्रै भिडियोहरू हालेको थिइनँ है र अब फेरि आउँदो दिनहरूमा निरन्तर फेरि भिडियो लिएर आउनेछु। हेर्दै गर्नु होला मेरो पेज पनि। थ्याङ्क यू सो मच।